नानीलाई एकछिनमा उतै जान्छ अरे भनेर ल मिस यहाँ खाना खानु पर्यो भनेर फेरि यहाँ आज म उहाँलाई गइरहेको छु। मोमो कसरी बनाइन्छ यसो तपाईँलाई पनि भिडियो हेरेर चाहिँ सिक्नु होला। अब यहाँ चट्ट लगाएर बन्दाकोपी र प्याज काटेर यहाँ मिक्स गर्दैछु। अनि यसमा के अरू सामानहरू हालिन्छ भन्ने कुरा पनि यो भिडियो हेर्दै गर्नुहोला। मित्रहरू वेलकम ब्याक अनि धेरै धेरै स्वागत छ आजको यो मेरो नयाँ ब्लगमा। धेरै धेरै सम्झना छ मित्रहरू, आराम कुशल हुनुहुन्छ होला। म पनि एकदम आराम कुशल छु। आज चाहिँ मेरो यो ब्लग पारिवारिक ब्लग रहेको छ र यो ब्लगमा चाहिँ आज हामीले मुख्य कुरा चाहिँ खानेकुरालाई लिएर ब्लग बनाउँदैछु। तपाईहरुले यो ब्लगलाई चाहिँ स्किप नगरिकन हेरेर केही कुराहरू सिक्नु होला भन्ने अनुरोध गर्दछु। र मित्रहरू ब्लग हेर्दाखेरि प्राय एकदमै मिहिनेत गरेर हेर्नु होला ताकि त्यहाँबाट पनि तपाईहरुले केही कुराहरू सिक्नुहोस्। र भिडियो हेरिसके पछाडि राम्रो लागेको खण्डमा हरेक युट्युब च्यानलको भिडियोलाई चाहिँ लाइक कमेन्ट र सब्स्क्राइब गरेर साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला भन्दै भिडियोतर्फ अगाडि बढ्छु। कस्तो खतरा बनिया छ। आउ 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 आउनुस् आउनुस्। ल सबैले खाउँ न ल। मेरो के भन्नु अब खै। ए साडी त कति राम्रो छ भने नि अब के गर्नु, साडेर आयो भने त्यो भिडियो बनाइहाल्ने हो। लु 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 त्यहीँ होस् न, त्यहाँ बस्छ सबैजना, त्यहाँ बस्छ त नानी हो। खायो कान्छी खायो खायो खायो। ल कस्तो छ हो नानी हो, मोमो कस्तो छ मोमो? खुर्सानी खाने खुर्सानी ठुली खाने 10 जनाले खाइँदैछ 10 थाल। अब यहाँ फेरि अर्को 3 थाल पाक्दैछ। बस न बस लु बस बस। ल पुगेको मलाई जाइकन खाऊ है अरू 2 प्लेट 3 प्लेट। ल मित्रहरू विदेश भन्थान होला, यो विदेश चाहिँ होइन है साथीहरू। यस्तो रहेको छ, अत्यन्त धेरै ट्राफिक रहेको छ कस्टमरहरूको। केही गर्नै पर्छ, सिधा यता आउनु, त्यत्तिकै छोड्दिनँ हो त्यत्तिकै। यस्तो जाम पर्दैन। यस्तो भिड छ कि लगनखेलको बाटो। अहिले हामी ट्रेन किनेछौँ।
कता हो नानीहरू यता हेर न यता हेरेर हिँड ए छेउमा लुक एट दिस साइड छोरी यता आइरहेको छ ए के यता हेर है नानी ल है आइपुग्यौँ है अब हामी चाहिँ ल बस पार्क साइडपट्टि आउँदैछौँ है हेर्नु सुविधाहरू यस्तो चापाचाप छ कि के भन्नु कहिले दुईवटा नानीहरू आइपुग्दैनन् हो यसरी चाहिँ हिँड न अलिक बोल यस्तो भिड रहेको छ है यहाँनिर लगान यतिकै पनि जहिले पनि यतिकै भिड रहेको हुन्छ लगान मेरो दुईवटा नानीहरू पछाडि आउँदैछन् पछाडि रहेको छ हामी चाहिँ घरतर्फ जाँदैछौँ धेरै साथीहरू चाहिँ बजारतर्फ जाँदै परेकोले गर्दाखेरि ठुल्ठुलो भएर हिँड्दैछौँ है साथीहरू मित्रहरू यो चाहिँ पाटन दरबार स्क्वायरमा पुगेर लिएको भिडियोहरू हो यो चाहिँ लिच्छवीकालीन राजाहरूको पालाको मुद्राहरू लगायत विभिन्न किसिमका धातुका वस्तुहरू चाहिँ देखाइएको छ यो हेर्दाखेरि अत्यन्त कालजय छ यो चाहिँ है यो एउटा ऐतिहासिक वस्तुहरू चाहिँ यहाँनिर सजाएर राखेको रहेछ अनि कुन राजाको पालामा के कस्तो किसिमका वस्तुहरूको प्रयोग गरेको भन्ने कुराहरू चाहिँ यहाँनिर देखिन्छ अनि यो एकदमै सङ्गीत कर्मीहरूलाई चाहिँ काम लाग्ने यो बाहुल जस्तो देखिएको छ यो चाहिँ सानो लट्ठीले गायो भने पनि एकदम लामो समयसम्म चाहिँ यसको आवाज आइरहन्छ अनि यो धातुका वस्तुहरू रहेको छ पक्कै पनि यो त्यो कालखण्डको एकदमै उपयोगी वस्तुहरू रहेको छ त्यसले गर्दाखेरि नै यो सबैलाई